हेलो एभ्रिवन गुड मर्निङ वेलकम टु ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ हामी पनि सन्चै आराम छौँ होइन त्यही गाइज आज हामी यस्तो बान्थीको भिडियोहरू देखाउँ भन्न चाहिँ सुमित र म हिँडेको छौँ सुमित पनि धेरै पछि भेटियो भलकमा स्वागत छ हाई गाइज के कस्तो छ है म धेरैमा देख्छु होइन अनि सन्चै छ होला तपाईँहरूलाई यो चाहिँ धेरैमा देखियो अनि धेरै रगहरू जाम घुम्न भन्न यो चाहिँ हामी चाहिँ जामेसो होइन सानोतिनो पार्टी हानौँ भन्न चाहिँ दुई भाइ धेरै दिन भयो निस्किएको छौँ हामी दुईजना चाहिँ एकदम कस्तो हुन्छ अब त्यही गरिदिउँ न सामानहरू चाहिँ यहाँ प्याक गर्छौँ झोला अब होइन हाम्रो चाहिने सामानहरू चाहिँ झोला छ त्यहाँ पसलमा गएर चाहिँ हामी त्यहाँ हल्का खत्नु कुद्रौँ होइन के हुन्छ अब हामी किन्छौँ त्यही गरी जस्तो जाम भन्दा अनि होइन आज चाहिँ शुक्रबारको दिन अनि जाम भन्न चाहिँ अनि यसो हिँड्ने ल्याएको छौँ दुई भाइ त्यही गरी ल के कस्तो हुन्छ अब माथि गएर दोकानमा गएर अब हामीले केही किन्नेछौँ होइन सुन त्यही गाइस अनि हिरो भएर आएको छ ट्याक्कै केटो धेरै पछि ल उयो गरेर भेटौँ न लगाइ झोला पनि किन्ने यो चाहिँ उस खान लगाएको किन महँगो $5 होइन $5 खान लगाएको छ हामी चाहिने सामान चाहिँ हामीले यहाँ सिटिङ ब्यागमा छ यतिको माउन्ट त्यस्तो छ त्योहरू होइन अर्कै भएर चाहिँ बाटो एकदम हामी चाहिँ माथि देखाउनु के के किन्छु भन्दा होइन कस्तो मिठो रहेछ ल हामी त्यो माथि गएर देखाउँछौँ मस्त रहेछ ठाउँ यहाँ मिठो पिरो रहेछ नि पिरो भएर के नानी नि केही भन्नु कस्तो छ यो चाउछु मिठो मिठो $5 को गरे लगाइस फिङ्गर देखाउनु लगाइसो अझै माथि हामी उता हिमाल छ टक्क टल्किएको हेर्न सक्नुहुन्छ हिमाल चाहिँ मस्त टल्किरहेको छ यतिर चाहिँ माउले यस्तो चाहिँ क्रिस्प हान्ने रहेछन् यो चाहिँ गाउँहरू टक्क तितिङको गाउँ चाहिँ यो चाहिँ बुझाकाटे टक्क हिमाल यो चाहिँ मचु आज हामी ठ्याक्कै लिएर हामी सामान त्यहाँ देखाउनेछौँ टक्क छ गाउँ तितेङको पिलिल सुमित पनि त्यहाँ थाकेर बसिन्छ सुमित कस्तो भइरहेछ इन्जोय हुन्छ कि त्यही गाइस कस्तो हुन्छ त्यस्तै हुन्छ नि त त्यो चौधरी गर्दै सामान हामी देखाउँछौँ के के ल्यायौँ हामीले होइन त झोलामा मात्रै देखाइन्छ के ल्यायौँ हामीले अब तर के होइन देखाउनु पऱ्यो के ल्याइन्छ सामान त्यहाँ हामीले हल्का फुल्का धेरै त होइन हामीले हल्का फुल्का चाहिँ ल्याएको देखाइदिनु पर्छ त्यो गाइज इन्जोय गर्नु होला सुमित खै झोला यो पानी त्यो पानीको बोतल यो चाहिँ पानी होइन यो चाहिँ यहाँ चाहिँ पानी छ दुइटा चाहिँ फ्रुट लिएको छौँ नि अन्त दुइटा किन्छु दुइटा चाउचाउ प्याज भयो यो देखाउनु पर्दैन अहिलेको सामान देखाउँ त्यो मासु सासु किन्दै हाम्रो स्पेसल माल अझै मासु दाउ चक्क ल यो सामान चाहिँ हाम्रो अरू चाहिँ चाहिने सामान चाहिँ हामीले टक्क झोला हालेको छौँ अस्ति इन्डिया चाहिँ हामी आज चौरसिन त्यहाँ काम छ त्यो गरेर अब हामी फेरि निस्कन पाइएन त्यही रहेछ त्यो गरेर भेटौँ ल होइन चाहिँ जब चाहिँ हामी लगभग बिरीलाई आइपुग्ला धेरै छैन यहाँ चाहिँ कति लाउँछ अलिक माथि ल्याउँछ नि कति आधी घन्टा जति ल्याउला यहाँ चाहिँ चिसो पानी तितेङको टाढाको टक्कै त्यो ठाउँमा चाहिँ उस भन्छन् कि हिमाल होइन अनि टक्क छ हिमाल त्यहाँ छ मन्दिर हस्नु हेर्नु गएपछि मैले आज कल फाल्दैछु टक्कै मैले त फर्किँदै एनसी भएको छ चाहिँ आज होइन जग्गा टेकको सामान भरिया छ पानी खाइदिउँ मिठो पानी जानु थियो भने ल के भन्नुहुन्छ सुमित
आज कुक सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु त त्यही हो ल गाइस माया देखाइदिनु होला आसामले त्यहाँ त्यहाँ हिमाल भन्छ म गर्छु त्यहाँ भर्रै पानी हेर्नु कस्तो मिठो देखिन्छ ल गाइस त्यही हो गाइस अब चाहिँ हामी आइसक्यौँ त्यो थाकिसक्यो सुमित यहाँ चाहिँ देखिने भ्यू चाहिँ त्यहाँ माथि छ भिडियो यहाँ फेरि ठुलो खा भिडियो त्यहाँ चाहिँ उता तितेङ बागलुङ रोड बागलुङ भयो त्यही गाइस घुम्न आउनु न मस्त बन्दी छ मन्दिर सुमित के भन्छस् घुम्न आउने मान्छेले राम्रो छ ठाउँ बन्देखा मन्दिर है कहिले भन्छ त्यही थाहा छैन सधैँ चाहिँ छ हामी त त्यहाँ गएर बस्नु छ माथि जब चाहिँ हामी बिलेलतिर यो बिलेल बन्दै छ होइन बन्दै रहेछ त्यति राम्रो उता राम्रो देखियो डोनसनदेखि त टक्कै हिमाल टल्किरहेको छ त्यो हो त हामी चाहिँ कहाँ जाने अब हामी त्यो त उता माथितिर चाहिँ जान्छौँ हामी देखिरहेको नि माथि गएर हामी चाहिँ यताउति अब गर्नेछौँ खानपिन हल्का होइन हँस्यौँ खानपिन गर्नेछौँ कस्तो हुन्छ के हुन्छ होइन देखाउँछौँ ए मन्दिर त्यहाँ बिल्यो नि यहाँ चाहिँ मन्दिर चाहिँ कत्रो हुन्छ ठुलै होला क्या होइन ठुलै हुन्छ होला पछि यहाँ के बनाउनु सक्छौँ ब्युटर स्युटर यताउति होइन यस्तो भइरहेछ काम चाहिँ सुरु हुनु भइरहेछ त्यही गाइस ल सुरुवात हुँदैछ पछि भेटौँ ल त्यही अब यस्तोतिर यस्तो छ माहौल गर्मी लास्ट पाकिएर गाइस गर्मीले पाकिएर चाहिँ यस्तो उस रहेछ है त्यो चाहिँ कामहरू चाहिँ चलिरहेको छ काम गर्दै हुन्छ र हामी अब त्यही माथि जाँदैछौँ गाइस अब चाहिँ हामी चाहिँ आइपुग्यौँ काम चाहिँ चालु हुँदैछ होइन यता जाने त होला हामी यता जाने के यता जाने कहाँ छ बस्ने ठाउँ हामीलाई अब खोज्छौँ हामी आइसक्यो हामी बस्ने ठाउँ कहाँ अब हामी खोज्छौँ रिदमलाई फोन नि लान रिदम भाइ नै आउने भन्ने थिएँ हिँड्नु के अरे बन्तिर गाइस होइन झाडी त झाडी छ चिप्लो ओ सिप्लो खाबे ठाउँ सिप्लो छ गाइस होइन दाउरा खोज्नु पर्ने हुन्छ हामीले दाउरा चाहिँ खोज्दै जानुपर्छ चाक्लो ठाउँ होस् बोकिदिइहाल्छु त्यहाँ दाउरा खोज्दै हिँड्छ सुमितले होइन यसो लिएर हिँड्दैछ नि दाउरा हामीले आज दुई अहिले यसो रमाइलो गरौँ भनेर आइपुग्छौँ हामी गाइस ल है गाइस घन्टी होइन यस्तो हल्लिच चाहिँ अरू नहाल्नुहोस् घन्टीले हाल्नुहोस् है जसलाई हाल्नु नि आफ्नो इच्छा होइन के भन्ने हामी मन लागेर हाल्नुहोस् होइन त मन लागेर हाल्नुहोस् आइयो हे गर्ने भएर बाटो होइन हसमी बाटो होइन कि ठाउँमा अलिक चाक्लो होस् क्या त्यहाँ माथि छ त्यो ठाउँ नगएछ उयो देखाउनु ल इन्डियनको फ्याक्ट्री उकालो छ लगाइ टक्क आएन हामी चाहिँ ऊ तलदेखि चाहिँ होइन सुमित तलदेखि आइयो माथि हेर्दा हेर्दै चाहिँ हामी आइयो हेर्नु ट्याक्क दाउरा लिएर आयौँ अलिअलि दाउरा हिँड्दैछन् होइन यहीँ बस्दा चाहिँ हामी चाहिँ अब हल्का यहाँ साफसफाइ हान्छौँ दाउराले चाहिँ किलो जस्तो गाड्नुपर्छ कि हल्का साफसफाइ हान्नु पऱ्यो सुमित भाइले चाहिँ दाउरा मार्दैछ दाना हल्का काँची जस्तो रहेछ काँची होइन हल्का काँची जस्तो छ कालो लाउरी म चाहिँ पानी निकाल्छु झोलामा
चिसो पानी खाइदिउँ पानीले पुऱ्याउनु पर्छ यार पानीले होइन हात धुनु चाहिने होला यो मसला ससला मोल्ने होला पानी एक बोतल मात्रै ल्यायौँ हामीले यसो उस हालिदियो माथि फेरि बाघ साथी भेटिन्छ होइन अलिक माथि माथि जाने भने त बाघ कममा त्यही गरी टक्कै चाहिँ हामी चाहिँ आगो लाउने ठाउँमा अब आगो लाउने गऱ्यौँ आगो लाउँछ नि त टक्क त्यही भएर आगो नलाउने ठाउँमा युज गरेको छौँ दाउरा चाहिँ हालेको छौँ हामी चाहिँ बनाउनु पर्यो हामी माथि स्क्रिन ल्याइदिएन हामी दाउसा लगाइसक्यो अब चाहिँ हामी त्यहाँ भन्दा चाहिँ यहाँ चाहिँ राम्रो सम्म ठाउँ देख्यौँ त्यही भएर दाउरा खोजी दाउरा त्यहाँको त्यहाँ ल्यायौँ यहाँ बस्ने ठाउँ देखियो त्यहाँ भन्दा त्यही भएर टक्क बेला आगो फुक्दैछ आगो सल्छौँ होइन थाक्यो दाउरा खोज्दा खोज्दै यहाँ सरसफाइ गरी आगो नलास् भनेर चाहिँ उता चाहिँ सारिदिउँ अहिले चाहिँ टाइम चाहिँ अहिले चाहिँ 2 भइसकेको छ 2 बज्यो काफी आगो सक्नुहुन्छ लोटसी यो चाहिँ फुर्ती छ प्याज अनि फेरि प्याज यहाँ चाहिँ खुर्सानी छ होला सायद नुन यहाँ चाहिँ नमक छ होइन नमक यहाँ चाहिँ चक्कु अनि मसला चाहिँ हामीले प्लास्टिकमा हालेको छौँ सामान अब चाहिँ हामीले स्पेसल माल चाहिँ यहाँ चाहिँ पना मासु खानु भेटिन्छ मासु चाहिँ चप्प छ यहाँ होइन मासु यसो ल अनि चाहिँ आगो सल्काउँछ हाम्रो सामान चाहिँ यति आजको छैन घुमघामको यस्तो हुन्छ देखाउँछौँ गाइस हेर्नु त्यत्रो किन हालिस र भार हुन्छ एउटा साइड लगाइदिउँ हल्का आगो लाउनु हुन्छ अनि त गाइस आगो लाउने कुरो भएन आगो चाहिँ लगाइदिनु हुन्न के हो यार के गाइस अब त लाइटर त धोका दिएला जस्तो लाइटर धोका दिँदाखेरि यार गाइस यत्रो उस्नु लाइटर बल्दैन थियो यार के हो ए फर्किन भएर गाइस यार यत्रो आइचम बनमा माउन काम आउने हगेटा तर गाइस दुःख दियो यो लाइटर झन् बल्ल बल्ल बनाइएन झन् दुःख पाएर जान पर्छ गाइस फर्किएर झन् लाइटर चाहिँ यता साह्रै छ सर यताको साह्रै आगो झुक्केर नि ला भने त लागिहाल्यो नि निभाउन सकिन्न झुक्केर झन् गाइस कता बोलो हेर आगो चाहिँ उताको साफ गर्दैछु नि उताको लाथे यो यताको ठ्याक झन् कस्तो मैले बनाएँ गाइस होइन बल्ल बल्ल बनाएँ यार लाइटर नबनाएर त क्यार उस गर्नु गाइस गाह्रो पर्छ आज चाहिँ हामी फर्किनु पर्छ दाउरा एकछिन दाउरा नहाले यति हुन्किन्छ त्यसपछि चाहिँ हामी अब फराइसकेर के हामी बल्ल बल्ल गम पाउने यार गयो रात त झन् फर्किनु पर्ने थियो नि साथी यार हस्मित झन् फर्किनु पर्दैन है झन् कस्तो बोले यार झन् बनाइयो जस्तो छ र अब के छ हाम्रो तयारी अब चाहिँ हामीले उस हाल्नुहुन्न यो के अरे यो उस चाहिँ हाल्नुहुन्न सल्लो चाहिँ हाल्नुहुन्न अब चाहिँ हामी दाउरे हाल्नुपर्छ यो उस हाल्नु हुन्न यो झन् हुन्किन्छ त्यही भएर टक्क अब अनि कस्तो झन् लाइटरले हल्का साथ दियो यार झन् बनाइयो यार जस्तो लाइटर नबोलेर यार गाइस झन् आफू परेन नि यार त्यही ल बिग्रियो
गए अहिले बनाउँला त्यतितिर कता खसेन डोलाएर हल्का अहिले बनाउँला अहिले चाहिँ के हुन्छ देखाउँछु ल अब तयारी गरौँ तयारी गरौँ ल म चाहिँ देखाउँछु तपाईँले यो चाहिँ मासु टक्क अब यहाँ चाहिँ यताउति गर्नु पर्थ्यो होला है यसलाई चाहिँ यहाँ हालिदिनु मासु चाहिँ टक्कै यहाँ पिस ठुल्ठुलो छन् ठुल्ठुलो रहेछ पिस मासुको सुमित उस गर्नु ला यता सुमित हो जानु त्यहाँनिर नुन सुनाल त्यस्तो छ है मोल्नु पर्ने हुन्छ यहाँ हल्का मसला ससला लाएर यसले चाहिँ मसला गयो यहाँ मिक्स गर्दैछु मिक्स आई माथि टक्क भिडियो त के हाल्छु म देखाएँ क्यामेरामा यहाँ चाहिँ त्यसको मसला हालिदिनुहोस् नि त्यहाँ मसला यहाँ चाहिँ नुन कस्तो राम्रो चाहिँ यति हाल्नु चर्को होला फेरि मसला भयो होइन यता चाहिँ हाम्रो आएको छ सिधा यहाँ चाहिँ टक्क यहाँनिर यही हाल्ने दाउरामा म चाहिँ एक घन्टा गरेर हुन्छु मान्छे अड्डिने रहेछ मैले के अड्डिन्छ जिर लिएर आउनु पर्ने कि होइन माथि मेरो भिडियो देखिस् टक्क राम्रो देखेको नक्वालिटी मलाई सब फेस होइन डिटेल चाहिँ देखियोस् हड्डी चाहिँ अलिक व्यवस्था गर्नु होइन यहाँ चाहिँ खतरा भएको छ धेरै त लिएन हामीले अब एक पाउ जति ल्याइयो होइन कस्तो भइन्छ सुन्नु आज चाहिँ होइन लाइटरले कहाँ धन्न लाइटर नबोल्दा कहीँ गाह्रो गर्ने लाइटर झन् बोलो फर्केर जानु पर्यो यत्रो बनाउने पोलामा आउने लाइटर पनि छैन हड्डीले चाहिँ छुट्टी पोलाम ल चाहिँ यसलाई टक्क के लाइटर देखायो अन्त चाहिँ ठिक के गाइस इन्जोय गर्नु होला के कस्तो लाउँछ त्यस्तै स्टेप्सहरूलाई पर्खिदिनु नभन्नु होला अनि सब्सक्राइब गर्नु नभन्नु होला बेल आइकन थिच्नु टक्क भ्युज आउन पर्यो हाम्रै होइन सुन के भन्दैछ अब ठिक छ नि अब ल त आइज गाइस टक्क मासु बोल्दै मिलाएर उस गर्नु त अहिले हाल ताबाट हालिदिए नि हुन्छ यति ठिक छ भाँचेर मात्र राख्नु त टक्क पोल्दैछु म चाहिँ मासु पोल्दैछु अहिले फेरि उस गर्न सकिन्न कि अहिले बहुत नअल्ब दाउरा धेरै अहिले हात पोल्छ समाउँदैछ ल फाइनली गाइस चाहिँ अब हामीले चाहिँ बनाइसक्यौँ होइन यतापट्टि ट्याग टुक बनायौँ हामीले चाहिँ बल्ल आगो बोल्यो अनि उस नि हानिदिउँ हामीले फेरि कराई हान्दिउँ नि यो चटपट सटपट बनायौँ यहाँ चाहिँ हल्का चटपट बनाइयो यो छ मासु अनि यता चाहिँ छ हल्का सलाद खाइदिउँ भन्दा होइन ल के कस्तो हुन्छ कति मिठो भएको छ टेस्ट गरौँ भोक त फेरि के मान्ने भोक त अब औडी लागेको छ गाइस होइन भोक त
अब चाहिँ सुरु गरौँ कस्तो छ मास्टरसँग मतलब चेस गरौँ ल चेस गाई तपाईँहरूलाई पनि होइन इन्जोय गर्नु होला ए ल त्यसो हाम्रो सलाद इन्जोय त नै त्यसो हाम्रो चटपट अझ हाम्रो चटपट छ यता चाहिँ यो गाई जब चाहिँ इन्जोय गर्नुपर्ने हुन्छ फेरि क्याब फेरि कहाँ यो थाहा भएन जाम भएको छ छैन फ्रुटी इन्जोय भइरहेको छ गाई छैन तिर चाहिँ हाम्रो आइटम चाहिँ यस्तो छ ल गाइस त्यही हो खान्छौँ भोक लागेको छ त्यो खान्छौँ के कस्तो हुन्छ देखाउनेछौँ ल गाइस त्यही ल खाइदिउँ मासु चाहिँ दामी बनाएर खाने बेच्ने छ गाइस होइन त्यही गाइस ल खान्छ मन त्यसपछि देखाउने छौँ होइन ल त्यही गाइस इन्जोय गर्नु ल लगाइ जब चाहिँ हामीले खासै खायौँ सबै खासै खाएर चाहिँ यहाँ सर सबैभन्दा आऊँ त्यसमा त्यो त टिपेर आयो हालिदिन्छौँ जाडो पनि भयो खाइयो होइन एकछिन कस्तो भयो इन्जोय पनि होइन बबल गाई चाहिँ होइन आगो ताप्दिउँ यसरी सरसफाइ गर्नुपर्छ कि खाइसकेपछि उनको फोहोर नगरौँ सबलाई चाहिँ होइन साफसफाइ गरेर आगो निमार्दै जानुपर्ने हुन्छ हामी यो चाहिँ जाडो भयो ज्याकेट लाउनु छ यो चाहिँ आगो ताप्दिउँ गाई इन्जोय गर्नु होला कस्तो लाग्छ त्यही गाई ल कस्तो लाग्छ सुमित आज के कस्तो ला इन्जोय भयो होला नि होइन यो गाई इन्जोय गर्नुपर्छ आज फर्स्ट टाइमै हाम्रो यस्तो बनको होइन त आज फर्स्ट टाइम भिडियोमा चाहिँ अघि बस्दै बस्छु त्यही भिडियोमा चाहिँ हाम्रो फस्यो हो अब अरू देखाउँ ल के कस्तो हुन्छ होइन सुमित ल त्यही गाइज ल थ्याङ्क यू वाचिङ दिस भिडियो डनको लागि बेल आइकन यति भन्दै दिनुहुन्छ हस् त सुमित ल गाइस त्यही हो ल अर्को हप्ता भेटौँ फेरि त्यही ल बाइ बाइ टेक केयर के गाइस ल सुमित केही छ भन्नु लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला यति भन्दै म बिदा ल्याउँछु हस् त